हेलो फ्रेंड्स एंड वेलकम टू माई चैनल एमडीएस वर्ल्ड। आज हामी नेपाल इतिहासको एकदमै ठूलो विवादास्पद ट्रिटीको सन्धिको सम्झौताको बारेमा कुरा गर्न गइरहेको छौं, जसको नाम रहेको छ महाकाली सन्धि। महाकाली सन्धिको बारेमा याद गर्ने नेपालका प्रत्येक व्यक्तिहरू जहिले पनि दुखित हुने गर्छन् र आउनुस् यो जुन सन्धि छ कसरी पारित भयो, कसरी यो हतारमा ल्याइयो र यसमा के रहेको छ र यो आज विवादको र कन्ट्रोभर्सीको विषय किन बनेको छ यसको बारेमा यो भिडियोमा हामी छलफल गरौँ। सो सबैभन्दा पहिला महाकाली नदी भनेको के हुन्छ भने हाम्रो नेपालको एउटा ट्रान्स बाउन्ड्री नदी हो। ट्रान्स बाउन्ड्री नदीको अर्थात के हुन्छ भने जस्तो नदी जसले नेपालको सीमा के हुन्छ, नेपालको जुन भारतको जुन बीचको एउटा बाउन्ड्री यसले तय गर्ने गर्छ। तर यो यति न विवादास्पद रह्यो जसले गर्दा के भयो भने नेपालको जुन हाम्रो चुच्चे एउटा जुन नक्सा जुन छ दस्तावेजमा मात्र आज सीमित रहेको छ। तर खासमा भन्नुहुन्छ भने यो जुन चुच्चे नक्सा रहेको छ यो भारतको अहिले कब्जामा रहेको छ। सो यो कसरी के भयो यसको बारेमा हामी बुझौँ। महाकाली नदीलाई हामी महाकाली नदी भन्छौँ, काली नदी भन्छौँ र शारदा नदी पनि भन्छौँ। यसको लम्बाइ कुल 252 किलोमिटर रहेको छ र यो चाहिँ यसरी बगेर चाहिँ यो चाहिँ घाङ्ग्रा नदीमा गएर मिक्स हुन्छ, जुन पछि चाहिँ गंगा नदीमा गएर मिक्स हुन्छ। सो यसको मुहानको कुरा गर्नुहुन्छ भने भारतले के भन्ने गर्छ भने यसको मुहान चाहिँ लिपु लेकबाट चाहिँ यो ओरिजिन हुन्छ र यो बगेर चाहिँ पछि भारतमा गएर मिक्स हुन्छ। तर दस्तावेजको कुरा गर्नुहुन्छ, हिस्ट्रीको कुरा गर्नुहुन्छ भने त्यसको मुहान एकदमै त्यहाँ क्लियर रूपमा लेखेको छ। यसको मुहान चाहिँ लिम्पियाधुराबाट आउँछ। लिम्पियाधुराबाट यो बगेर के हुन्छ भने यो चाहिँ पछि घाङ्ग्रा नदीमा गएर मिक्स हुन्छ। भन्नुको मतलब के हुन्छ भने यसलाई हेर्नुहुन्छ भने लिम्पियाधुराको हिसाबले यसलाई हेर्नुहुन्छ जुन उसको मूल मुहान रहेको छ, त्यसरी हाम्रो चुच्चे नक्सा के हुन्छ भने यो हाम्रो हो भनेर देखाउँछ। तर भारतले के भन्छ भने होइन, यो त लिपु लेकबाट आउँछ, जसले गर्दा यो चुच्चे नक्सा चाहिँ उसले आफ्नो कब्जामा राखेको छ। यो हिसाबको यहाँ एक किसिमको डिस्प्युट, एक किसिमको कन्ट्रोभर्सी पनि यहाँ हाम्रो छ, जुन एकदम विवादको विषय हो। यसको बारेमा पछि कुनै भिडियो बनाएर हामी कुरा गरौँला। सो अहिले हामी हेरौँ कि जति पनि यहाँ पात्रहरू तपाईँ हेर्दै हुनुहुन्छ यो डाइरेक्ट रूपमा हुन्छ कि इनडाइरेक्ट रूपमा हुन्छ, आउने केही मिनटमा तपाईलाई म बताउँछु कसरी चाहिँ यिनीहरू चाहिँ यो पात्रहरू यो सन्धिमा चाहिँ समावेश छन्। जस्तै कि महाकाली नदी खास महाकाली जुन सन्धि छ यो खासमा के को लागि बनाइएको थियो, के कुराको लागि यो सन्धि गरिएको थियो। यो खासमा के गरेको थियो भने नेपाल र भारतले महाकाली नदीको पानीलाई प्रयोग गर्नको लागि अथवा सिंचाई गर्नको लागि, हाइड्रो इलेक्ट्रिसिटी ड्याम बनाउनको लागि यसको लागि यो सन्धि गरिएको थियो र यसलाई बराबर रूपमा चाहिँ बाँटेर यसको चाहिँ उपभोग गर्न सक्ने र यसको चाहिँ फाइदा लिन सक्ने त्यो हिसाबले यो सन्धि गर्ने चाहिँ कुरा थियो। सो तर पछि गएर के भयो भने यो एकदमै विवादास्पद कुरा भयो। त सबैभन्दा पहिला हामी हेरौँ यसको सुरुवात कहाँबाट भयो, यो कुन तरिकाले यो चाहिँ सन्धि चाहिँ अगाडि बढ्यो यसको बारेमा हेरौँ। यसको लागि अलिकति हामी इतिहासमा गएर हेर्नुपर्छ। इतिहासमा गएर हेर्नुहुन्छ भने महाकाली नदी जुन छ यसको पानीको बहाव यति नै धेरै हुने गर्थ्यो। इतिहासमा हामी गएर हेर्छौँ भने त्यतिखेर के थाहा हुन्थ्यो भने कि बाढी मतलब पानीको बेलामा यसले बाढी ल्याउने गर्थ्यो, जसले गर्दा भारत र इन्डियाको पाटहरू, नेपालको पाटहरू डुबान पर्ने गर्थे। त्यतिखेर ब्रिटिस शासकहरूले के सोचे कि यहाँ चाहिँ एउटा चाहिँ शारदा ब्यारेज बनाएर एउटा बाँध बनाउनु पर्यो, जसले गर्दा यसको पानीलाई हामी कन्ट्रोल गर्न सक्छौँ भनेर यो चाहिँ कन्सेप्ट लिएर आए भारत के अरे त्यतिखेरको इस्ट इन्डिया कम्पनीका व्यक्तिहरूले। र यिनीहरूले राणाहरूसँग के गरे भने एउटा सम्झौता गरे, जो सम्झौताको नाम थियो शारदा ट्रिटी अथवा भनौँ शारदा एग्रिमेन्ट। सो शारदा एग्रिमेन्ट जुन छ 1920 मा ब्रिटिस जुन इन्डिया कम्पनी जुन थिए तिनीहरूले चाहिँ राणाहरूसँग गरेको एउटा सम्झौता थियो र उनीहरूले चाहिँ के गरे भने यस्तै शारदा ब्यारेज बनाएर सिंचाई गर्नको लागि यिनीहरूले एउटा क्यानलहरू बनाए र त्यतिखेर भारतीयहरूले पनि यसको चाहिँ मुहान मतलब यसको पानीलाई युज गरेर इरिगेसन गर्थे, सिंचाई गर्थे र नेपालले पनि यसको पानीलाई सिंचाई गर्थ्यो। सो यसरी चाहिँ त्यतिखेर यो एग्रिमेन्ट भयो र यो ट्रिटी अगाडि बढ्यो, शारदा एग्रिमेन्ट भनेर यो अगाडि बढ्यो। सो त्यसपछि जब 1947 को कुरा गर्नुहुन्छ भने तपाईँ 1947 पछि
1947 पछि जब ईस्ट इन्डिया कम्पनी यिनीहरू जब भारत छोडेर गए तब त्यतिखेर भारतीयहरूको शासन सुरु भयो, भारतीयहरूको पोलिटिक्सहरू सुरु भयो र तिनीहरूले 1991 मा आएर के गर्न थाले भने तिनीहरूले टनकपुर ब्यारेज बनाउन थाले र यो सन्धिमा पहिला के भनिएको थियो भने कि यदि कुनै पनि किसिमको आउने फ्युचर्सहरुमा कुनै पनि किसिमको यसमा कन्स्ट्रक्सन गरिन्छ भने दुवै देशको सहमतिको साथ यो कन्स्ट्रक्सनहरु गरिन्छ, तर चाहिँ नेपालको परमिसन नलिकन, नेपाललाई नबताइकन यिनीहरूले के गरे भने एउटा शारदा ब्यारेज त हामीले पहिला बनाएकै थियौं, उनीहरूले बनाएकै थियो र त्यसपछि त्यसको माथि एउटा टनकपुर ब्यारेज तिनीहरू बनाउन थाले। त्यसरी शारदा ब्यारेज इतिहासमा भयो। त्यसपछि टनकपुर ब्यारेज जुन छ यिनीहरूले कन्स्ट्रक्सन गर्न थाले, भारतीयहरूले कन्स्ट्रक्सन गर्न थाले विदाउट द पर्मिसन्स अफ नेपालको सरकारसँग पर्मिसन नलिकन यिनीहरूले टनकपुर ब्यारेज बनाउन थाले। यसरी यो प्रब्लम यहाँ के भयो भने कि यसरी एउटा तपाईले नदीमा बाँध बनाउनु भएछ र दुवैतिर क्यानल बनाएर सिँचाइ गर्दै हुनुहुन्छ, जसलाई हामी शारदा ब्यारेज भन्दैछौँ, र त्यसको माथि है फेरि तपाईले एउटा अर्को बाँध बनाउनुहुन्छ जसलाई हामी टनकपुर ब्यारेज भनिरहेछौँ। र यसरी चाहिँ के भयो भने यिनीहरूले यसको पानी मात्र आफ्नोतिर प्रयोग गर्न थाले। भनेपछि यो जुन सन्धि सम्झौता यहाँ भएको छ यो त पुरा डिस्ट्रोय भयो, यो त पुरा खत्तम भयो। यसरी के भयो, नेपाल मारमा पर्न गयो र नेपालका जनताहरूले यसको बारेमा विरोध गर्न थाले, संसदमा यसको कुरा उठ्न थाल्यो। यो चाहिँ कुरा उठ्न थाल्यो 1991 तिर। अब के भयो भने कि त्यतिखेर जब पञ्चायत सिस्टम सकियो हाम्रो नेपालको र उतातिर चाहिँ भारतको चाहिँ ईस्ट इन्डिया कम्पनीको शासन सकियो, त्यसपछि पञ्चायत सिस्टम सकेपछि मल्टी पार्टी सिस्टम आयो र 2048 विक्रम सम्वतमा के भयो भने गिरिजा प्रसाद कोइराला त्यतिखेर तत्कालीन प्रधानमन्त्री बन्नुभयो र प्रधानमन्त्री बनिसकेपछि उहाँ चाहिँ भारत भ्रमणमा जानुभयो। उहाँको टोलीको संख्या थियो 72 जना। अब जब यो कुरा गर्नको लागि भारतमा जब यिनीहरू गए त त्यतिखेर भारतले एउटा के प्रस्ताव लिएर आयो भने कि हामीले टनकपुर ब्यारेज बनाउँदैछौँ, टनकपुर ब्यारेजमा बनाउँदैछौँ र त्यहाँ हामी एउटा हाइड्रो इलेक्ट्रिसिटी पनि जेनेरेट गर्छौँ, विद्युत पनि हामी उत्पादन गर्छौँ र विद्युत हामी उत्पादन गर्छौँ 120 मेगावाट। 120 मेगावाट हामी उत्पादन गर्छौँ र तपाईलाई हामी यो 120 मेगावाटबाट हामीले तपाईलाई मात्र 7% विद्युत तपाईलाई दिन्छौँ, नेपाललाई दिन्छौँ र बाँकी हामी आफ्नो लग्छौँ। यो एग्रिमेन्ट यहाँ गरौँ भनेर उहाँलाई यो प्रस्ताव गरियो र यो प्रस्तावमा उहाँ साइन पनि गरेर आउनुभयो। अब यसको कारणले गर्दा नेपालमा एउटा ठुलो विवाद भयो, संसदमा ठुलो विवाद भयो, कुराहरू कोर्टमा सबै पनि पुगिसके। कारण के थियो, हाम्रो नेपालको संविधानको धारा 126 को अनुसार हेर्नुहुन्छ भने कुनै पनि मन्त्रीले विदेशमा गएर सुटुक्क आफ्नो तरिकाले अथवा एक्लै तरिकाले कुनै पनि सन्धि सम्झौतामा साइन गर्नुहुन्न भनेर साइन गर्न पाउँदैन। त्यसको लागि कुनै पनि सन्धि कुनै पनि एग्रिमेन्ट गर्नु छ भने संसदको 2/3 मत ल्याएर मात्र त्यो सन्धि पास गर्न सकिन्छ भनेर यो कुरा चाहिँ संविधानमा लेखेको थियो, जसले गर्दा नेपालमा उहाँको ठुलो विरोध भयो। नेपालमा ठुलो विरोध भइसकेपछि यो कुराहरूमा एकदमै कन्ट्रोभर्सी चलिरहेको थियो। त्यसपछि हामी कुरा गरौँ सालहरू बित्दै गइरहेको छ र 2000 यसको बारेमा एकदमै ठुलो विरोध गर्ने व्यक्ति थिए मदन भण्डारी, जुन अहिले उहाँको अहिले स्वर्गवास भइसकेको छ। मदन भण्डारी थिए र मदन भण्डारीले यसको बारेमा धेरै नै ठुलो स्पिच दिएको थिए, यसको बारेमा ठुलो विरोध गरेको थियो, संसदमा विरोध गरेको थिए, उहाँले सडकमा विरोध गरेको थियो, हरेक तरिकाले उहाँले विरोध गर्नुभएको थियो र उहाँको नेपाल इतिहासमा भनौँ, नेपाल इतिहासको नेपाल राजनीतिको एकदमै ठुलो कन्ट्रोभर्सियल तरिकाले के भयो भने एकदमै रहस्यमय तरिकाले 2050 मा के भयो भने उहाँको मृत्यु हुन्छ र यसको जब छानबिन भयो त छानबिनमा कार एक्सिडेन्टको कुरा देखाइयो। तर नेपाल इतिहासको कुरा गर्नुहुन्छ भने अथवा नेपालको धेरै व्यक्तिहरूको कुरा गर्नुहुन्छ भने उनीहरूले एकदमै विवादास्पद अथवा भनौँ एकदमै रहस्यमय तरिकाले उहाँको मृत्यु भयो भनेर भन्नुहुन्छ। त्यसैगरी साल 2052 आउँछ, साल 2052 आउँछ, त्यसमा इलेक्सन हुन्छ र इलेक्सन भइसकेपछि मन्त्री बन्नुहुन्छ मनमोहन अधिकारी, गृहमन्त्री बन्नुहुन्छ केपी ओली। ओके, सो यसरी के भयो भने त्यसपछि फेरि यो टोली के भयो भने यो सन्धिको बारेमा, यो सम्झौताको बारेमा कुरा गर्नको लागि यो टोली फेरि भारतको लागि प्रस्थान गर्न खोज्छ र भारतमा उहाँहरू जान खोज्नुहुन्छ।
र भारतमा जब जानुहुन्छ त्यतिखेर के हुन्छ भने मनमोहन अधिकारीको केही हेल्थ इस्युको कारणले गर्दा के भयो भने उहाँ जान सक्नु भएन र त्यसपछि जानुभयो उहाँको त जानुभयो उहाँ माधव नेपाल जानुभयो एज अ एक्टिङ प्राइम मिनिस्टरको रूपमा जानुभयो। त्यसपछि उहाँ गइसकेपछि यो जुन टनकपुर ब्याराजको सम्झौता थियो त्यसपछि के भयो भने यो टनकपुर ब्याराजको सम्झौतालाई उहाँहरूले मान्नुभएको, ल ठिक छ हामी चाहिँ यो चाहिँ गर्छौँ। तर त्यसपछि के भयो भने नेपालमा एकदमै ठुलो विवाद भयो, धेरै विरोध भयो र त्यसपछि नेपालको पार्लियामेन्ट डिजल्भ पनि भयो, फेरि नयाँ इलेक्सन पनि भयो र अर्को इलेक्सन भइसकेपछि 2053 सालमा प्रधानमन्त्री बन्नुहुन्छ शेरबहादुर देउवा र शेरबहादुर देउवा कांग्रेस भएको कारणले गर्दा र गिरिजाप्रसाद कोइराला पहिलादेखि नै यो सन्धिको पक्षमा हुनुहुन्थ्यो। त उहाँहरूले के गर्नुभयो भने एउटा एकदमै आकस्मिक रूपमा रातिको 10 बजे जोइन्ट मिटिङ गर्नुहुन्छ, त्यो पनि दुवै हाउसको मान्छेहरूले बोलाएर, सांसदहरूले बोलाएर जोइन्ट मिटिङ चल्छ र यो जोइन्ट मिटिङमा यो कुरा हुँदैन कि यसको भावी असर के पर्छ, यसको राम्रो पक्ष र विपक्षको कुराहरू, मेरिट्सका कुराहरू, डिमेरिट्सका कुराहरू यो चाहिँ भएन। यो जोइन्ट मिटिङमा कसरी यो सन्धिलाई पास गर्ने यो मात्र कुरा भयो, जसले गर्दा के भयो भने त्यतिखेर 220 जनाले यसको पक्षमा भोट गरे भने 8 जना मात्रले यसको विपक्षमा भोट गरे, किनभने अब यसमा सरदा एग्रिमेन्ट छ, त्यसमा टनकपुर एग्रिमेन्ट छ, हाइड्रोइलेक्ट्रिसिटी कुराहरू छ, पञ्चेश्वर प्रोजेक्टको पनि कुरा थियो यसमा र सबैलाई प्याकेजको रूपमा नाम के दिएको थियो, महाकाली सन्धि, महाकाली ट्रिटीको नाम दिएको थियो। त्यसरी हतारमा के गरियो भने 220 जनाको भोटको मत अथवा भनौँ 66% मेजोरिटी आउनुपर्ने अवस्थामा हामीले के देख्यो, 90% भोट यसको पक्षमा आइदियो, जबकि सडकमा यसको विरोध भइरहेको छ, चर्को आन्दोलन भइरहेको छ। तर त्यो हुँदै पनि यी नेताहरूले के गरे भने यो सन्धिलाई अगाडि बढाएर पास गरे र माघको 2053 सालमा माघको महिनामा 1996 मा त्यतिखेर इन्डियाका प्रधानमन्त्री थिए नरसिंह राव हुनुहुन्थ्यो, उहाँको र हाम्रो नेपालको मन्त्री हुनुहुन्थ्यो शेरबहादुर देउवा, दुवैजनाको बीचमा के भयो भने सन्धि सम्झौता भयो र यस एग्रिमेन्ट साइन भएको छ, जसलाई नाम दिएको छ महाकाली ट्रिटी। यसरी महाकाली ट्रिटी भने एउटा प्याकेजमा ट्रिटी हो, यसरी बुझ्नु होला। एउटा यसमा सारदाप एग्रिमेन्ट पर्छ, टनकपुर ब्यारेज एग्रिमेन्ट पर्छ, ड्याम पर्छ, त्यसपछि यसमा पञ्चेश्वरको बहुउद्देशीय मल्टिपर्पज प्रोजेक्ट पनि यसमा पर्छ र यो सन्धिको विरोध गर्नुभएको थियो सीपी मैनाली र वामदेव गौतम, जसले गर्दा के भएको थियो भने एमालेको पार्टी त्यतिखेर टुक्रा पनि भएको थियो। हेर्नुहोस्, एउटा सन्धि पास गर्नको लागि पार्टी टुक्रा हुन्छ, पार्लियामेन्ट डिजल्भ हुन्छ, इलेक्सन हुन्छ, जोइन्ट मिटिङ हुन्छ, के कुराहरू हुन्छ, यो के चलखेलहरू हुन्छ, यो मात्र एउटा सन्धि पास गराउनको लागि। अब हेर्नुहोस्, यसरी सन्धि पास भयो, सन्धि पास भइसकेपछि अब कुरा के आयो भने यो सन्धिमा खासमा के छ यो डिस्कसन कसैले गरिरहेको छैन। यसले नेपालको इतिहासमा के असर पार्न सक्छ, यसको फाइदा, यसले जुन भनेको फाइदाहरू छ नेपालले लिइरहेको छ कि छैन, यसको बारेमा डिस्कसन भइरहेको छैन। डिस्कसन मात्र भइरहेको छ कि यो सन्धिलाई पास कसरी गर्ने, यो सन्धिलाई पास गर्नुपर्छ, मात्र यसको डिस्कसन भइरहेको थियो। त्यसपछि हामी यो हेर्न सक्छौँ कि यो सन्धिमा कुल 12वटा धाराहरू छ र सबै 12वटा धारामा के भनिएको छ भने सारदा एग्रिमेन्टको बारेमा कुरा गरिएको छ, यसमा गरिएको छ कुरा टनकपुर ब्यारेजको बारेमा कुरा गरिएको छ, यसमा पञ्चेश्वर प्रोजेक्टको बारेमा कुरा गरिएको छ र यसमा जहाँ पनि हेर्नुहुन्छ भने दस्तावेजको हिसाबले हेर्नुहुन्छ भने नेपालले पानीको प्रयोग गर्नुपर्ने, भारतले पानीको प्रयोग गर्नुपर्ने, यिनीहरूले चाहिँ प्रयोग गर्दाखेरिको जुन एउटा लाभ छ दुवैले इक्वल रूपमा लिनुपर्ने, त्यो यसमा केही पनि भएन। हामी हेर्न सक्छौँ यहाँ धर्मराज बगाले, केशव ध्वज अधिकारी, उहाँहरूले एउटा चाहिँ आर्टिकल लेख्नुभयो, आफ्नो रिसर्च गर्नुभयो र उहाँहरू आफ्नो रिसर्चमा के लेख्नुहुन्छ कि डिले इन द इम्प्लिमेन्टेसन एन्ड रिजल्टिङ इम्प्याक्ट्स फ्रम द नेपाल्स पर्सपेक्टिभ। भनेपछि सन्धिमा जे पनि कुरा गरिएको थियो त्यो कुनै पनि कार्यान्वयन भएको छैन, इम्प्लिमेन्ट भएको छैन भनेर उहाँहरू भन्नुहुन्छ। त्यसै गरी यो सन्धिमा हेर्नुहुन्छ भने हाम्रो एउटा रिसर्चर हुनुहुन्छ जसको नाम रहेको छ नवराज लामा, जुन एउटा फर्मर रिसर्च एसोसिएट हुनुहुन्छ है, उहाँले पनि आफ्नो चाहिँ आर्टिकल लेख्नुहुन्छ र आर्टिकलमा के भन्नुहुन्छ भने कि यो सन्धिलाई फेरि पनि नेगोसिएट गर्नुपर्छ, यसलाई चाहिँ फेरि पनि एकदम सोच विचार गर्नुपर्छ, पुनः अवलोकन गर्नुपर्छ र त्यसपछि मात्र यो सन्धिलाई पारित गर्नुपर्छ। यो सन्धिको लगभग 30 वर्ष भइसकेको छ, तर पनि तपाईँ हेर्नुहुन्छ भने यसमा जुन भनिएको थियो
हाम्रो चाहिँ टनकपुर ब्यारेजको 120 मेगावाटको कुरा त्यो चाहिँ कार्यान्वयनमा आएको छैन। पञ्चेश्वर प्रोजेक्टको कुरा गर्नुहुन्छ भने पञ्चेश्वर प्रोजेक्टमा भनिएको थियो कि 6480 मेगावाट बिजुली उत्पादन गर्ने र नेपालको मात्र होइन विश्वकै ठुलो टलेस्ट ड्याम बनाएर चाहिँ हामी चाहिँ यो सृजना गर्छौँ, देखाउँछौँ। पुरै भारत र नेपालले चाहिँ यसको युज गर्छ। यो पनि अहिले चाहिँ यसको इम्प्लिमेन्टेसन भएको छैन। तपाईँ हेर्न सक्नुहुन्छ नेपालको कुल जुन विद्युतको चाहिँ ऊर्जा गर्ने शक्ति जुन एउटा चाहिँ इनर्जी रहेको छ त्यो 83,000 मेगावाट रहेको छ र यहाँ चाहिँ भनिएको छ 6480। यसले मात्र पुरै नेपालभरि अथवा भनौँ विदेशभरि यसले चाहिँ मतलब भारत र नेपाल दुवै गरेर यहाँ यसले चाहिँ नेपाल र भारतको विद्युतको चाहिँ जुन प्रब्लम छ यसले चाहिँ सकाउन सक्छ। तर यो कुरा चाहिँ अहिलेसम्म भएको छैन। त्यतिखेर नेपालले जुन शारदा ब्यारेजमा भनिएको थियो पानीको प्रयोग गर्ने, सिँचाइ गर्ने, त्यो पनि अहिले प्रयोगमा आएको छैन। टनकपुर ब्यारेजले जुन भनिएको थियो 7% बिजुलीको चाहिँ उत्पादन नेपालले लिन्छ त्यो पनि अहिलेसम्म पाएको छैन। भनेपछि एउटा यस्तो सन्धि हुन्छ जुन सन्धिमा दस्तावेजमा धेरै राम्रो तरिकाले चाहिँ यो कुरा प्रस्तुत गरिएको छ कि नेपालले यस्तो पाउँछ त्यस्तो पाउँछ, तर यो कुनै पनि कुरा नेपालले पाएन। मात्र यसको लाभ मात्र कसले उठाइरहेको छ भने नेपालले होइन भारतले उठाइरहेको छ। भारतले यसको पानी प्रयोग गरिरहेको छ, भारतले यसको बिजुली प्रयोग गरिरहेको छ, भारतले यसमा विभिन्न किसिमको संरचनाहरू बनाइरहेको छ। तर नेपालले भने पनि अहिलेसम्म यसबाट कुनै पनि किसिमको लाभ पाएको छैन। यो म होइन विभिन्न रिसर्चरहरूले भनिरहेका छन्, विभिन्न मिडियाजहरूले भनिरहेका छन्, नेपालका प्रत्येक एक्सपर्टहरूले भनिरहेका छन् कि यो सन्धि राष्ट्रघाती सन्धि हो। सो यसरी हामी हेर्न सक्छौँ कि जुन नेताहरू आजभन्दा 20 वर्ष पहिला 30 वर्ष पहिला मेन स्ट्रिम पोलिटिक्समा रहेर नेपालको राजनीतिमा रहेर विभिन्न किसिमका सन्धिहरू गरेर नेपाल इतिहासको अथवा नेपालका सोर्सहरू, मुहानहरू, स्रोतहरूको पुरै धज्जी उडाइदिएको छन्, त्यो फेरि पनि अब इलेक्सन गरेर आउँछन् भने, त्यो फेरि पनि अब नयाँ इलेक्सन गरेर आउन चाहन्छन् भने हामी कुन रूपमा त्यसलाई हामी स्वीकार्छौँ यो हामी नेपालीले सोच्नुपर्छ र आउने भावी पुस्ताले यो सोच्नुपर्छ कि नेपालको स्रोत उत्पादनको युज गर्नको लागि यस्ता नेताहरूले हामी चाहिँ भोट गर्ने हो कि कस्ता किसिमका व्यक्तिहरूले, हामी इन्जिनियरहरूलाई भोट गर्ने हो, हामी डक्टर्सहरूलाई भोट गर्ने हो, हामी एक्सपर्टहरूलाई भोट गर्ने हो र नेपाललाई चाहिँ हामी राम्रो बनाउने हो। सो मलाई आशा छ तपाईँले यो भिडियो बारेमा महाकाली सन्धि खासमा कसरी भयो, कुन तरिकाले भयो यो बुझ्नुभएको होला र अहिलेको लागि धन्यवाद। हस्त, जय नेपाल।